मलहरू पुरा यसरी यहाँ चल्जी हुन्छ। अनि हामी चाहिँ अहिले जाँदैछौँ, रुम जाँदैछौँ। म, मामा अनि यता सानाबा जाँदैछौँ। सानाबा पुरा बिजी एकदम फोनमा नबोलिकन भातै रुच्दैन मलाई भन्नुहुन्छ। अब के भन्नु, हामी के भन्न सकिन्छ भन्नु त गाइसहरू, तपाईँहरू कमेन्टमा भनिदिनु होला कस्तो भन्नुहुन्छ। अनि हामी चाहिँ यताबाट हेर्नु कस्तो झिलिमिली छ, घरको जस्तो होइन नि, फेरि यो सपिङ मल होला नि। अनि हामी चाहिँ अहिले रुम जाँदैछौँ। ड्युटीबाट भर्खर आएका साथीहरू के गर्नुपर्छ, गरिब दुखिया भएपछि ड्युटी गर्नुपर्छ। खानु पर्यो 2 रोटी, कमाउनु पर्यो 4 रोटी भने जत्तिकै भएको छ। कति घन्टा ड्युटी गरेर भन्थ्यौ? 11 बजी आएका, 11 बजी नै आयौँ अब। अनि अहिले चाहिँ यहाँ यो पनि जुसकै काउन्टरहरू थुप्रो वस्तु छ साथीहरू, खानेहरू जे भन्नुहुन्छ त्यही भेट्नुहुन्छ यहाँ। कस्तो मजा छ हेर्नु सिनेरी। फोटो खिच्न तपाईँहरू पनि आउन सक्नुहुन्छ बेङ्गलोर। के अरे जग्गामा यो फ्लिपकार्टको अफिस पनि छ यहाँ, ठुलो महल छ। यो जग्गाको नाम के अरे म्याम? इन्भेसी। तपाईँहरू फोटो खिच्न मन छ भने यहाँ आउनु। मजा सिनेरी हेर्नु, कस्तो भ्युज पनि आउँछ, कस्तो मजासँगले फोटो खिचेर टाँच्न सक्नुहुन्छ पुरा घरको भोलिपछि घुम्न गएको चिनो भनेर।